फेरि पनि तपाईँहरूको सामुमा आइसकेको छु नयाँ ग्रिसको कन्टेन्ट लिएर। होप गाइज तपाईँहरू सन्चै हुन्छ होला होइन भन्ने आशा राख्दछु। र मैले कार्डबाट इका कार्ड बनाइसकेको छ, अब अम्का बनाउनु बाँकी छ। त्यो पछाडि अब ब्याङ्क एकाउन्ट खोलिदिन्छु भनिरहेको छ होइन। ब्याङ्क एकाउन्टहरू खोल्नु पर्ने छ। अब हेर्दैछौँ के कस्तो हुन्छ प्रक्रियाहरू होइन, के कतिमा स्यालेरी दिने कुराहरू हुन्छ होइन। सकेसम्म चाहिँ छुट्टै दिएको राम्रो है। सबैको आफ्नो पीडा छ। सकेसम्म अब इलिगली भइदिए है। म अब लगायत म भन्दा पनि कति दाजुभाइ चेलीबेटीहरू हुनुभएको छ होइन। सकेसम्म इलिगली नभइदिएको राम्रो। सकेसम्म यदि तपाईँहरू ग्रिसै आउनुहुन्छ भने पनि भिजा लगाएर आउनु सक्नुहुन्छ। सो गाइजहरू तपाईँहरू होइन त्यत्तिकै नआउनु। दुनियाँ डङ्की तपाईँहरू चाहिँ होइन अब सालुनिकी बस्नुहुन्छ कि मालागासा बस्नुहुन्छ कि कार्डको प्रोसिजर भनेको चाहिँ अब तपाईँको कसैको 1 महिना पनि हुन्छ होइन। 1 महिना भन्दा छिटो निस्किने पनि थियो है मेरो साथी 27 दिनमा। कसैको अब तपाईँको 2 महिना पनि लाग्न सक्छ है। सो गाइजहरू तपाईँहरू चाहिँ त्यहाँबाट निस्केपछि चाहिँ ओमोनिया गए पछाडि है एथेनको मेन मुटु ठाउँ है, एकदम हार्ड ठाउँ होइन। अनि त्यहाँ हजुरहरू पुगिसके पछाडि चाहिँ सो गाइजहरू तपाईँहरूले चाहिँ त्यहाँ अफिमी कार्ड होइन प्रोसेस गर्नुपर्छ। युजर आइडी बनाएर युजर आइडी बनाउने बित्तिकै अफिमी कार्ड बनाउनुको लागि जानुपर्छ। अनि त्यो पछाडि अफिमी कार्ड भए पछाडि चाहिँ इका अम्का भन्ने कार्ड बन्छ होइन। अनि त्यो बनाए पछाडि चाहिँ तपाईँहरूले इका अम्का चाहिँ यति पावरफुल हुन्छ कि तपाईँको चाहिँ जुनै ठाउँमा पनि तपाईँलाई चाहिँ एक्सपेक्ट गर्छ क्या तपाईँको इका अम्का कार्ड छ भन्ने कुराहरू सोध्छ क्या। अनि त्यो पछाडि चाहिँ ब्याङ्क एकाउन्टहरू क्रिएट गर्नु मिल्यो। ब्याङ्क एकाउन्ट भएपछि तपाईँलाई कारोबार गर्नु पनि सजिलो भयो। त्यो पछाडि तपाईँलाई जुनै कम्पनी पनि राख्छ क्या। अनि सो गाइजहरू होइन त्यस्तो कुराहरू हो। त्यही भएर एकदम इम्पोर्टेन्ट छ होइन इका अम्का चाहिँ अब ग्रिसमा है। यहाँ चाहिँ एकदम निडेड एकदम इम्पोर्टेन्ट भ्यालुएबल छ है। आवश्यकताको कुराहरू छ, चाहिन्छ। जोसुकै तपाईँ जहाँसुकै जानु होइन, ग्रिसको कुना कुना कप्चा कप्चामा जानु त्यो चाहिँ एकदम इम्पोर्टेन्ट भ्यालुएबल छ होइन। सो गाइजहरू तपाईँहरूले म अझै राम्रो राम्रो कन्टेन्टहरू लिएर आउनेछु, राम्रो राम्रो भ्लगहरू लिएर आउनेछु। तपाईँहरूको लाइक कमेन्ट सब्सक्राइब धेरैभन्दा धेरै माया चाहिन्छ होइन। सो गाइज तपाईँहरूले यदि माया गर्नुभयो भने त्यही इच्छुकता त्यही चाहनाले गर्दाखेरि म अझै राम्रो कन्टेन्ट लिएर आउनेछु तपाईँहरूको सामुमा। प्लिज गाइज होइन बी फोकस, बी फलो एन्ड बी सब्सक्राइब होइन। यदि भन्दै तपाईँहरूसँग बिदा हुन चाहन्छु। जय नेपाल, जय देश, लभ यु गाइज।